नेपालले आफ्नो विश्वकपको यात्रामा पहिलो खेल 2 पटक विश्वकप जितिसकेको इङ्ल्यान्ड विरुद्ध खेल्दैछ। आजको यस भिडियोमा हामी नेपाल भर्सेस इङ्ल्यान्डको म्याचको प्रिभ्यू गर्न गइरहेका छौं। टी20 विश्वकप जित्ने दावेदार टिमहरू मध्येको एक टिम इङ्ल्यान्ड र आफ्नो तेस्रो टी20 विश्वकप खेल्न गइरहेको नेपाली टिम बीच भारतको मुम्बई स्थित वाङखडे मैदानमा फेब्रुअरी 8 तारिकमा नेपाली समयअनुसार 3:15बाट खेल हुँदैछ। इङ्ल्यान्डका लागि यो खेल प्रतियोगितामा आफूलाई दावेदार रूपमा स्थापित गर्ने सुरुवाती अवसर हो, जबकि नेपाल भने गुमाउने केही नभएको मनोवृत्ति सहित मैदानमा उत्रिनेछ। त्यसैले यो खेल केवल ग्रुप स्टेजको एउटा म्याच मात्र होइन, यो हो दावेदार र चुनौती बीचको टक्कर। इङ्ल्यान्ड अर्ली डोमिनेन्ट खोज्दै मैदानमा उत्रिँदा नेपाल भने फेरि एकपटक विश्वलाई चकित पार्ने सपना बोकेर खेल्दैछ। टी20 विश्वकपका समूह चरणका खेलहरूले प्राय अप्रत्याशित नतिजा ल्याउने गर्छन् र छोटो फर्म्याट भएकाले गल्तीका लागि ठाउँ निकै कम हुन्छ। त्यसैले इङ्ल्यान्ड आत्मविश्वासले भरिएको उदयमान नेपाली टोली विरुद्ध कुनै गल्ती नहोस् भनेर सुरुवातदेखि नै तीव्र रूपमा सुरुवात गर्न चाहन्छ। पावर हिटर र टी20 क्रिकेटमा अनुभवी खेलाडीहरूको वर्चस्व रहेको इङ्ल्यान्ड टोलीलाई नेपालभन्दा केही माथि राख्न सकिन्छ। तर टी20 क्रिकेटमा कुनै 1-2 ओभरमा नै खेलको रूप परिवर्तन हुने हुनाले नेपाललाई पनि कमजोर मान्न सकिँदैन। टी20 क्रिकेटमा इङ्ल्यान्डको ब्याटिङ डेप्थ ठूलो फाइदा मानिन्छ। जोस बटलर, ह्यारी ब्रुक र फिल साल्ट जस्ता खेलाडीहरूको उपस्थितिले सुरुवाती विकेट खसे पनि इङ्ल्यान्डलाई ठूलो स्कोर खडा गर्न वा आक्रामक रूपमा लक्ष्य पछ्याउन सक्षम बनाउँछ। भारत र श्रीलङ्कामा अपेक्षित समतल पिचहरूमा इङ्ल्यान्डको विस्फोटक शैली नियन्त्रण गर्न निकै कठिन हुने मानिन्छ। नेपालको बलियो पक्ष भनेको नेपालको स्पिन आक्रमण हो। सन्दीप लामिछाने जस्ता विश्व स्तरका स्पिनरले बीचका ओभरमा खेलमा लय तोड्न सक्छन् र यदि पिचले साथ दियो भने इङ्ल्यान्डका पावर हिटरहरू पनि समस्यामा पर्न सक्छन्। साथमा अनुशासित लाइन लेन्थ र फिल्डिङमा कडाई राख्न सके नेपालले दबाव सिर्जना गर्न सक्छ। ब्याटिङतर्फ नेपालका युवा खेलाडीहरूले फेयरलेस एप्रोच देखाइरहेका छन्। कुशल बुर्तेल जस्ता आक्रामक ओपनरले सुरुवातमा गति दिन सके र मध्यक्रमले जिम्मेवारी लिए भने नेपालले प्रतिस्पर्धात्मक स्कोर खडा गर्ने क्षमता राख्छ। समग्रमा कागजमा इङ्ल्यान्ड बलियो देखिए पनि नेपालको आत्मविश्वास, स्पिन आक्रमण र निडर खेल शैलीले यो भिडन्तलाई रोचक बनाउने निश्चित छ। टी20 क्रिकेटमा एउटा सानो अवसरले पनि ठूलो उलटफेर गराउन सक्छ। अन्तमा नेपाली क्रिकेट सम्बन्धी सम्पूर्ण जानकारी तथा अन्य यस्तै भिडियोहरू हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गरी लाइक र सेयर गर्न नभुल्नुहोला।